युवतीलाई देख्न पुगे र त्यसै बेला त्यस सुन्दरीलाई देखेर अचानक कामासक्त बन्न पुगेका ऋषिको वीर्य पतन भई पृथ्वीमा पर्यो। त्यसरी चाहिँ तपस्या गर्दा पनि उनलाई त्यस्तो इच्छा भएछ र वीर्य पतन भएर भुइँमा झऱ्यो र घरबाट जपा पुष्प रातो रङको 12 मासे फुल जस्तै रातो रङ भएको त्यो पृथ्वीबाट त्यहाँ चाहिँ कुमार उत्पन्न भयो र त्यो बालकलाई पृथ्वीले नै प्रेमपूर्वक लालन पालन गर्दै हुर्क्याइन् र त्यो नवजात बालकलाई लालन पालन गर्न पाएकोमा ऋषिलाई धन्यवाद दिँदै आफूलाई भाग्यमानी ठानिन् र जब त्यो बालक 7 वर्षको भयो त्यसपछि आफ्नी आमासँग सोध्न थाल्यो, हे माता, मेरो शरीर मनुष्य चाहिँ भएर पनि किन यस्तो रातो छ, मेरो पिताको नाम के हो भनेर त्यो जन्मेका छोराले भन्न थालेछ। र त्यसपछि बालकको कुरा सुनेर पृथ्वीले भनिन्, हे छोरा, भारद्वाज मुनिको वीर्य पतन भई यो धरती पृथ्वीमा झर्यो र ममा पर्यो र महीबाट तिमी उत्पन्न भएका हो। तिमी जन्मदै जस्तै No, it's not even. It's 1 minute and 16 seconds. पृथ्वीले बन्दिपाइन्। ब्रह्मवाच सुतौवाच, सुतजीले भन्नुभयो, त्यसो भने हे आमा, मलाई मेरो पिताजीसँग भेट गराइदिनुहोस् भनेर त्यो छोराले भनेछ। ब्रह्मवाच अब तमादायता देवी भारद्वाजं जगाकुरु उवाच पणिपत्यगं तद्वीर्य अपहरणं सुतम्। अब ब्रह्माजीले भन्नुभयो, त्यो बालकलाई लिएर पृथ्वी भारद्वाज मुनिको आश्रममा पुगी। अब भारद्वाज ऋषिका आश्रममा